हेलो हेलो नमस्ते स्यारो गुड मर्निङ। आज पनि म आइसकेको छु कविता ब्लग। आज उठ्दाखेरि जहिलेसरी पानी परिरहेछ गाइस। आज त कति ढिलो 5:22 भइसक्यो। आज पनि म टुडे है, आज चाहिँ मैले ब्लग गरेको 2 दिन भयो है। आज चाहिँ टुडेको मेरो ब्लग आइसक्यो गाइज। मेरो युट्युब च्यानलमा गएर हेर्नु होला अनि सब्सक्राइब गर्नु होला। मेरो त सब्सक्राइब नै पर्दैन गाइज। आज बिहानको मौसम यस्तो छ गाइज। हाम्रो गाउँमा मौसम यस्तो छ है गाइज। अब जानुपर्छ ग्यासमा घुम ओरेर गाइज। के हुनु घुम ओरे गए चाहिँ खरानी बोकेर हिँडेको गाडीमा। हाम्रो गाउँघरमा त यसरी पानी पर्दा पनि बस्नु पाइँदैन, सुत्नु पाइँदैन। अब त झन् यो बर्खाको टाइम हो नि त, कोदोहरू रोप्नुपर्छ, कति काम हुन्छ गाइस होइन। मैले जति पनि आज चाहिँ कति होइन काम गरेको कति भिडियो हाल्न सक्छु होला गाइस। म देखाउने कोसिस गर्नेछु, भिडियो गर्ने कोसिस गर्दैछु गाइस, भ्लग गर्ने कोसिस गर्दैछु। भ्लग गर्नु नजाने पनि के गर्नु होइन, मलाई आउँदैन पनि होइन गर्नु पनि। सो गाइस होइन गर्नु पर्यो होइन। अब नजाने पनि सिक्नु पर्यो। अब पहिले त आउँदैन, अब पछि गएर होइन आउँछ होला गाइस भन्दै म चाहिँ यसरी यो खरानी बोकेर जाँदैछु बारीतिर बिहानै। हाम्रो चाहिँ यतादेखि चाहिँ हाम्रो चाहिँ चोक, हाम्रो गाउँको चोक। अनि हाम्रो घरदेखि पनि टाढो जानुपर्छ नि त बारी। त्यसैले म जाँदैछु। अच्छा गाइस, सोक्रोको साधुपदेखि कति राम्रो भ्यूज देखिन्छ। म देखाउँछु ल, तल हेर्नु त यो कति राम्रो। यहाँ चाहिँ म देखाउँछु, हेर्नुहोस् त गाइस कति राम्रो देखेको क्या। तल यो चाहिँ बसन्ती, यो चाहिँ तल 1800, यो चाहिँ कता आमडाँडा आमडाँडा कि कता हो मलाई त थाहा नै छैन है। अनि यता हेर्नु त कति राम्रो देखेको। यहाँ चाहिँ तल बेसीतिर त धान पनि रोप्छ है गाइस। यति राम्रो भ्यू चाहिँ, भ्यूज भने पनि बिहान पाखाको यस्तो राम्रो छ है गाइस। तिर त धान रोपिँदैन बेसी, तल 1800 होइन तल बसन्तीतिर चाहिँ धान रोप्छ। हाम्रोमा त धान पनि हुँदैन, त्यही भएर चाहिँ कोदो मात्रै रोप्छौँ नै। अब यो असारमा चाहिँ अब रोपिसक्यौँ होइन अगुवा। अब पछुवा चाहिँ अब साउनतिर तल हामी पनि बेसी भए पनि खासै बेसी छैन, त्यहाँ हामी पनि कोदो रोप्छौँ। कोदो मात्रै हुन्छ गाइस। पहिले त धान रोप्थ्यो अरे, तर अहिले चाहिँ कुनि धान रोप्नु छोड्यो भन्दै। पानी परेर कति दिक्क लाग्छ मलाई त। कति पानी पर्छ है गाइस। देखो न गाइस, पानी पऱ्यो भने फुर्सद छैन मेरो त सिटी बस्नु गाइस। बारी पनि आइपुगेँ। अब यहाँ खरानी हाल्नुपर्ने, खरानी अस्ति धनी हानेको थिएँ नि त, त्यही भएर आज चाहिँ यो म खरानी हान्दैछु गाइस। खरानी बारीमा आइपुगेर पनि खरानी हानिसकेँ गाइस। धनियाँ छराकोमा गाइस। मेरो कोपी कस्तो भएको छ ला, मेरो कोपीको भिडियो पनि क्या खल्रा छ होइन गाइस। यस्तो मेरो दादाहरू पनि सबै बुझिसक्यो के गर्नु गाइस। यस्तो बाख्रा हेर्नु मुनिया तिमीहरू मेरो बाख्राहरू रोगी भइसक्यो। पानी परेकै यस्तो पानीमा
नानीसँग बोकेन सबै ठ्याक्सरीको विमान थाहा पारे सिक्सिक्को लाग्छ आछि साह्रो सिक्सिक्को लाग्छ ओइ त्यो के गर्दैछस् टिभी हेरिस् मेरो सुहाना यो आयाना होइन मेरो सानो घर मेरो कोठाहरू चाहिँ कस्तो नराम्रो छ है गाइस यस्तो छ मेरो घर देखाउँछु ल यो कोठा है कोठा लारा अनि यता यहाँ चाहिँ टिभी कोठा है यस्तै छ डेकोरेसन राम्रो गरेको छैन कलर पनि हालेको छैन गाइस मेरो घर त यस्तै हो टाढाङ यता चाहिँ मेरो रुममा त मजा यता बोरा चाहिँ राम्रो छ यस्तो छ मेरो हाउस आफैले गरेको मिहिनेत गरेर बनाएको घर मेरो किचन टकिङ बुकमा लावा बिमा लाग्यो के Nasa alto pago ako pinambat kerek pinre akhiru mai man त के लाग्दै बा सुगा इन्दी थिएन राति अनि चाहिँ यति राम्रो भएर जान्छ अनि भरे आउँदाखेरि बखुसुङ मुसुङ मैले बनेर आउँछ हौ गाइज सानो यता सानो ला काटुने बिना गाइज मेरो छोरीहरू दुईटा छ के गर्नु छिटो बिहे गरियो 25 वर्षमै दुईटाको आमा भयो र अब पनि ठिकै छ हैन सुहाना अनि यता आएन मेरो छोरीहरू दुईटा गाइज यस्तै छ है यस्तै छ कति कालो कान्ति कति कालो चुला नभन्नु है गाइज गाउँमा यस्तै होइन मैले त्यो पकाएको यो चाहिँ साह्रो खाएको थियो हामी चाहिँ चियामा खान्छौँ नि यो गरिबहरूको मासु महिनाले भात पनि पाकिसक्यो अनि म चाहिँ अब भैँसीले मारिदिनु पर्ने हुन्छ त्यही भएर है गम्बुट लगाएर गम्बुट गाइज पानी परेर हिलो छ नि त बाटो यति साह्रो बाटो हिलो छ गाइज त्यसैले म ओ माई गॉड यति साह्रो हिलो छ कि गाइज ओ माई गॉड बाटो बन्द बाटो ब्लक छ त नि यहाँ बाटो यस्तो पानी परेर रिस उठ्छ आजको दिन आजको मौसम यस्तो छ सुँगुरहरू पनि कराउँदैछ सुँगुरहरूले चाहिँ एकछिनमा गाछ पनि मेरो भैँसीलाई यस्तो छ यहाँ पनि बाटो छ एउटा यस्तो हिलो छ नि त त्यही भएर यसरी गम्बुट नलगाइ त हुँदैन कि गाइस माई गॉड ओए यहाँ हेर यहाँ चिनमा हेर न घाँस पनि राम्रो घिच्ने होइन जति राम्रो दिए पनि मेरो मुख ढाड खुस्किने दुःख घिच गए ठुङ्गे हिरो छ नि त पानी परेर आज यस्तो हेर म मौसु गाइस खुसु यस्तो हिलो हेर्नमा मेरो मायालाई
इसले चारो मारिदिएर अब सुँगुरहरूको तलै गइछ गीत यहाँ एउटा छ त गीत सुँगुर पनि पाल्नु पनि सकिँदैन यसै सानो चाहिँ त मेरो सुँगुर कति हौ खाने छैन एकछिन रुक गाइज म भ्लग गर्छु अनि यति गर्छु जति काम गरेको म देखाउँछु भनेर होइन सोचिन्छ तर भ्याइँदैन क्या गाइज होइन एउटा केही काम गर्नुपर्छ अनि एउटा केही काम गर्नु चाहिँ पर्छ गाइज भ्याइँदैन त्यसैले म चाहिँ गर्न सक्दिनँ होला हौ जस्तो लाग्छ मेरो हाम्रो चाहिँ खाना है खाना पैसा सानो मामा खानुभएको म चाहिँ गाई अब गोर्खा जान आँटेको पानी परेकै छ बुट्लाएर बिजुली बालेर बुट्लाएर मेरो सबैले त यसै आजको दिनमा यति साह्रो पानी परिरहेको छ गाछ मेरो चाहिँ हो घर है मेरो घर ओइ कति कराउनु छस् रे पानी परेकै छ कराएकै छ गाह्रो छु म चाहिँ काका खान्छु बस्नु जान्छ मजा आउँछ पानी पर्यो गोर्खा जानु पर्यो बाख्राहरू कराउँछ नक्सरौँ भन्नु पर्यो यो बर्खाको टाइममा कति साह्रो पिरो लाग्छ है गाई यता माथि लेक देउराली माथि मेरो माइत सिद्धिपुर होइन माथि कति साह्रो सुझाउमा हो एकेबारे माथि सोक्रुपामा सुहाउँदैन भन्दा पनि घरि सुहाउँछ तर आउँछ जान्छ गाई यसो यहाँ जाल हुन्छ माथितिर लेकमा चाहिँ हुस्सु जहिले बर्खामा यस्तै लाग्छ गाई यस्तो फेरि पानी पर्न थाल्यो है गाछमा चाहिँ बाख्रासँग चाहिँ जङ्गलमा अनि यति राम्रो फुलेको ठुङ्गा कति राम्रो फुल है गाइस म चाहिँ गोर्खादेखि घर आइसकेँ है गाइस पर्छ सरी बाख्रा खेदा हुँदा थाकिसक्यो म त हिलो छ म पानी परेर के साह्रो हिलो ती सिक्सुको लाग्दैन यो हिलो देखेर यस्तो हिलो छ तर के गर्नु यस्तै छ गोर्खादेखि आएर पनि मकैको घाँस निकाल्दैछु कोहीको त पाकिसक्यो है माकै हाम्रोतिर सो गाइस कोही चाहिँ यस्तो छ टक्क माक्रेला खाने बेला भएको छ है माक्रेला हामी लिम्बू भाषादेखि माक्रेला ल यस्तै छ जिन्दगानी
यो भैँसीको लागि मेरो भैँसी कराउँदैछ कति कराउँछ हौ म त रिस पो उठ्ने हौ आज चाहिँ यति गाइज आज मेरो दिनभरिको मेरो भ्लग चाहिँ यति है अब अरू काम त होइन अब भ्याइँदैन देखाएर पनि सो गाइज मेरो भिडियोलाई लास्टसम्म हेर्नु होला अनि सब्सक्राइब गर्नु होला है मेरो युट्युब च्यानल कविता भ्लगलाई होइन कविता भ्लगलाई सो सब्सक्राइब गर्नु होला अनि मेरो भिडियोमा लाइक कमेन्ट गर्नु होला राम्रो लाग्यो होइन सो भोलि चाहिँ अर्को भिडियोमा भेटौँला आजको लागि यति नै बाई बाई